guys, finally. Welcome to my channel again. This is me, Sweta Kama Shrestha. अनि आज म एकदमै खतरा न्युज all of sudden भएको न्युज हैन आज भन्नु जाँदैछु हजुरहरूलाई। आज चाहिँ म एकदम खुसी छु। इट्स अलरेडी नेपालमा चाहिँ 5 बजिसक्यो अनि मेरो दिदी चाहिँ युकेमा छ नि त अफकोर्स। अनि मलाई डरायो। अनि she is gifting me iPhone 17 Pro Max. Guys, I'm super excited and I'm so thankful for my brother and sister both. किनभने यो मेरो पहिलाको 13 चाहिँ मेरो दाइले गिफ्ट गर्नुभएको थियो अफकोर्स। अनि यो 17 चाहिँ अब दिदीले गर्दै हुनुहुन्छ। I'm super excited हैन जानको लागि। अनि म एकदम डराइरहेको छु क्या। यो बिहारमा आएको थियो नि त लाइक अस्ति इभेन्टमा गएर फरेभर यङको। अनि अब यो पनि म हल्का लगाएर जान्छु आज किनभने कस्तो मिठो स्मेल आउँछ क्या यसले। I'm not a perfume or body mist वाला पर्सन तर पनि I love it. सो गाइज अब चाहिँ म जान्छु होइन। पछाडिको मेसलाई चाहिँ इग्नोर गरेर हामी जानुपर्ने हुन्छ होइन। ओ यहाँ चाहिँ राम्रो आउँदो रहेछ। सो गाइज अब चाहिँ म इन्जोय गरेर जान्छु। स्कुटर चलाउँदिनँ आज बिकज हल्का एकदम रसिङवाला मुभमेन्ट छ नि त। अनि अब के स्कुटर चलाउनु होइन अब हल्का डर पनि लागिरहेछ। अनि इट्स कति मार्च त्यो गाइज। अनि आज म एकदम एक्साइटेड छु फोन लिनको लागि। अनि बबर मल भनेको छ अनि म इन्जोय गर्छु। यो चाहिँ हो मेरो आउटफिट। अनि म त्यहाँ गएर आई डोन्ट नो भिडियो बनाउँछु बनाउँदिनँ। इनकेस मैले बनाउन मैले सकिनँ भने डर लाग्यो भने म चाहिँ बनाउँदिनँ। अनि म यहाँ घर आएर नै अनबक्सिङहरू गर्छु। अनि गाइज त्यो पसल चाहिँ 7 बजीसम्म चाहिँ खुल्छ भनेको थियो क्या। And of course, it's 23 March and it's Monday. It's my birth वाला डे। अनि सो हामीले चाहिँ त्यस्तो प्लान गरेको त थिएनौँ कि अस्ति उसले मलाई भनिदिरहेको थियो। तर पनि म चाहिँ हल्का फिक्स थिइनँ क्या लाइक किनिन्छ कि किन्दिनँ वाला। मेरो क्यामेरा एकदम हल्लियो। अनि अब चाहिँ म जानुपर्ने हुन्छ गाइज। मेरो आउटफिट आई नो यो भिडियो कस्तो हुनेवाला छ भनेर होइन किनभने प्लान थिएन नि त यो भिडियो बनाउने। अनि मलाई एकदम क्यामेरा साई छु नि त म। सो गाइज अफ कोर्स आई विल डु समथिङ। सो आजदेखि चाहिँ म युट्युबमा नि भिडियो हाल्छु भनेर सोचिरहेको छु। मेरो अगाडिको पेन्डिङ भिडियो आउँछ कि यो आउँछ पहिला आई डोन्ट नो। तर सकेसम्म आई थिङ्क यो नै हाल्छु होला। सो गाइज त्यही भन्दै म जाँदैछु। मेरो फोनमा धेरै चार्ज पनि छैन। म इन्जोय गरेर सट्ट जानुपर्ने हुन्छ। म प्यानिक भएर केही छैन। अनि म एक्साइटेड हुनुपर्ने प्यानिक भइरहेको छु क्या। एन्ड दिस इज द ड्रेस दिस इज फ्रम लिगलाइज ड्रिम्स एकदम क्युटीवाला छ। दिस इज आउटफिट। सो गाइज म अब गएको है त म हजुरहरूलाई अब त्यहीँ गएर भेट्छु अरू के गर्छु यहाँ घर आएर भेट्छु आई डोन्ट नो। त्यही हो। सो हाई गाइज म आएँ होइन। त्यहाँ चाहिँ म गएँ अनि त्यस पछाडि यहाँबाट सर्टसट गएँ। अनि त्यहाँ गएर हल्का त्यहाँ गएर मैले किनेँ होइन। अनि किनेर म सर्टसट आइ नै हालेँ क्या गाइज। म चाहिँ त्यहाँ पुगेँ होइन। अनि त्यस पछाडि म तपाईँ फोन लिएँ अनि त्यहाँ एकछिन कुर्नु पऱ्यो। त्यस्तो कुर्नु परेन तर बिलिङ सिलिङ गरेर म ठ्याक्क निस्किहालेँ होइन। अनि मैले हल्का भिडियो बनाएको छु अगाडि हेरिदिनु होला। अनि अफकोर्स
हजुरहरूलाई थाहा नै भइसक्यो मेरो टाइटलबाट होइन के चाहिँ हो यो भिडियो भनेर. सो द स्टार अफ द सो, स्टार अफ दिस भिडियो भनौँ. सो गाइज फाइनली द डे हेज अराइभ. 2026 को विसल लिस्ट पनि मेरो पुरा भयो. एन्ड आइम सुपर ह्याप्पी. स्टोर गएको थिएँ अनि त्यसपछि मैले चाहिँ त्यहाँ अनलाइनमा दिदीहरू हुनुहुन्छ लाइभ बसिरहेको. अनि त्यस पछाडि मैले चाहिँ सोधेको थिएँ अनि त्यसमा एभाइलेबल छ कि छैन भनेर. अनि एभाइलेबल छ भने क्या. अनि एउटा सिङ्गल पिस मात्र बाँकी छ भने चाहिँ वी वर लाइक प्यानिकिङ क्या. किनभने एउटा पिस छ अनि वी वान राइट नाउ भनेर एक दुई दिनमा. अनि खासै भोलि किन्दा नि केही नै हुँदैन थियो होला होइन. बट देन अफकोर्स अब वी निड इट होइन. अनि इन केस भोलि सोल्ड आउट भयो भने होइन ढिला भएर. सो हामी चाहिँ ओल्ड स्टोर गयौँ. म चाहिँ ओल्ड स्टोर गएँ. अनि त्यसलाई फाइनली मैले के किनेँ त गाइस, आइफोन 17 प्रो म्याक्स. सो यो चाहिँ मेरो ड्रिम नै थियो. ड्रिम लाइक यो एकदम युनिकवाला फिचर छ नि त. अनि यो मलाई एकदमै किन मन थियो क्या. किनभने मेरो 13 किनेको. इट्स बिन 3 years. 3 years हुन आँट्यो. अफकोर्स 3 नै भन्दा नि केही फरक पर्दैन. अनि टुडे इज मार्च एन्ड मन्डे. इट्स 23 मार्च. किन मन्डे मैले फोन किन्ने भनेर हामीले डिसाइड गऱ्यौँ भनेर भन्नुहुन्छ भने चाहिँ लाइक यसो भन्नु म फर्स्टदेखि भन्छु होइन. अनि कुरा भएन दिदीसँग लाइक तँलाई किनिदिन्छु तेरो फोन नै हल्का बिग्रिरहेको छ यस्तो यस्तो भन्नुभएको थियो होइन. अनि हुन्छ आइम एक्साइटेड भन्यो. तर म त्यति ट्रस्ट गरिरहेको थिइनँ होइन. लाइक आर दे किडिङ अर प्र्याङ्किङ भनेर सोचिरहेको थिएँ क्या. तर होइन, सो रियल. अनि त्यस पछाडि के भयो. अनि त्यस पछाडि हामी कुरा गऱ्यौँ. अनि अब त श्वेताको फोन हुन्छ यस्तो यस्तो भन्ने कुरा भयो. अनि त्यस पछाडि अनि कहिले किन्ने त वाला कुरा हुँदाखेरि मैले स्याटरडे हाम्रो कुरा भएको थियो. अनि कहिले किन्ने भन्दाखेरि मैले मन्डे किनौँ न त. मन्डे किनभने मेरो बर्थवाला डे पनि हो नि त भनेर भने होइन. अनि वी आर लाइक ओके मन्डे नै किन भनेर भने. तर अनि फेरि के भयो भने हाम्रो त अब घरमा नि भन्नुपर्छ नि त. सो अनि घरमा भनेको थिएन. सो वी डिन्ट. अनि आज चाहिँ हामी जाने त्यस्तो केही पनि थिएन. कि लाइक म त रिल्याक्स पारामा अब सुत्न मात्र बाँकी थिएन. अनि सुत्न मात्रै बाँकी छु. अनि त्यस पछाडि हामी फेरि फोन गऱ्यो उसले. अनि मलाई फोन गऱ्यो. अनि त्यस पछाडि हामी कुरा गर्दै थियौँ. अनि ठ्याक्क ओलिज स्टोरमा हेर न प्राइस यस्तो भनेर. प्राइस चाहिँ एभाइलेबल छ कि छैन सोध्न भनेर भन्दाखेरि चाहिँ ठ्याक्कै उहाँहरू लाइनमा थियो क्या. अनि लाइभमा थियो. अनि वेआर लाइक ओके लेट्स लाइभमै टेक्स्ट गरौँ भनेर. अनि लाइभमा हामीले मेसेज पठायौँ होइन. अनि एभाइलेबल छ तर भन्नुभयो. अनि तर एक्चुली फेरि कन्फर्म गर्नुको लागि हजुरहरू कल गर्नुहोस् भनेर भन्यो क्या. अनि वेआर लाइक कलिङ. अनि छ कि छैन यताउति कता छ कुन स्टोरमा छ कुन यस्तो यस्तो सबै सोध्यौँ. बबरमलमा छ एउटा लास्ट पिस बाँकी छ भन्नुभयो. त्यसपछि त हाम्रो मुड हुन थाल्यो होइन. अनि त्यसमा अफकोर्स त्यस्तै हुन्छ. त्यसपछि अफकोर्स हामी जानै पर्ने हुन्छ. जानै पर्ने भयो आज होइन. अनि त्यस पछाडि एक्साइटेड भयो नि त म त झन्. अनि एउटा मात्र ला अब भोलि गयो भने त सकिन सक्छ नि त. किनभने अब चिनेको मान्छेले यताउति लिन पनि सक्नुहुन्छ नि त. अनि अफकोर्स अब त्यस्तो भयो भने त मैले यो फोन कहिले पाउने. कति टाइम लास्ट पहिला धेरै अगाडि पनि यस्तै भएको थियो क्या मेरो फोन. मैले किन्नु पर्ने अलि अगाडि तर पछि पाएँ नि त. अनि मलाई त्यस्तो हुन थिएन यो टाइम. मलाई हुनै थिएन. रुनैमा लाग्छ त्यो कुरा सम्झ्यो भने लास्ट टाइमको होइन. लास्ट टाइम पहिला अलि धेरै अगाडि नै. अनि त्यस पछाडि त्यही हो. अनि फाइनली आई ह्याभ माई फोन राइट हियर. अनि मेरो अनबक्सिङ भिडियो चाहिँ मैले इन्स्टाग्राममा पहिला बनाइसकेको छु. सो अफकोर्स हेर्नुहोस् गाइज दिस इज माई फोन 17 प्रो म्याक्स. कस्तो म त कस्तो एक्साइटेड भइरहेको छु नि. यस्तो क्युट छ कि कलर. आई डोन्ट नो वाइ. सुपर गुड. सो दिस इज द फोन आई वाज विसिङ फर. किनभने यसको हेर्नु न यो बाहिरको आई लभ दिस कलर. झन्डै सो गाइस यो चाहिँ यसमा चाहिँ हेलो हुँदैछ होइन. अनि यो चाहिँ मैले गरिसकेको छु. अनि यसमा चाहिँ छ यो डाटा केबल. अनि हाम्रो एडप्टर पनि दिनुहुँदो रहेछ. ब्रदर एन्ड सिस्टर हु आर एकदम सपोर्टिङ माई लाइफ.
सपोर्टिङ माई कन्टेन्ट क्रिएसनको जर्नी अनि विदाउट दिस 13 होइन मेरो दाइले नकिनेको भए सायद मैले आज यो कन्टेन्ट क्रिएसन युट्युब इन्स्टाग्राम टिकटकहरू गरिरहेको हुँदिनँ थिएँ होला अनि 13ले मलाई जति हेल्प गर्यो नि ग्रो हुनलाई इट्स द लकिएस्ट फोन आई वुड से सायद यो 13 नभएको भए आई वुड नेभर बी इन दिस क्यामरा आई नो त्यति चाहिँ मलाई थाहा छ अनि मेरो यस्तो पोइन्टमा मैले 13 पाएँ कि जब लाइफमा ठ्याक्क मेरो 12 सक्यो अनि हल्का त्यो फ्री टाइम के गरौँ कसो गरौँ वाला टाइम अनि त्यसरी एकदम मलाई मोटिभेट गरिराख्नु भएको थियो दाइ दिदीले भिडियो बनाएर त के हुन्छ त बनाइदिए केही हुँदैन जे भयो नि बनाइदिए यो ग्रो यो साइन भन्थ्यो अनि यसरी नै चाहिँ मैले भिडियो बनाउन स्टार्ट गरेको अनि यो मोटिभेसन यो सबैमा चाहिँ मेरो दाइ दिदीको हात छ अनि आइम सो लकी द्याट आइम सानोवाला सिब्लिङ आई नो म यति कम्फर्टेबल हुन एकदम लाज लाग्छ तर पनि म यो भिडियोको तर्फबाट चाहिँ हजुरलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु मेरो लाइफमा दाइ र दिदी भएर आइदिनु भएकोमा and of course thankful to my mother and father as well. I'm so grateful that I'm here today अनि I hope फ्युचरमा मैले पनि केही गरेर उहाँहरूलाई दिन पाऊँ होइन भन्ने म चाहन्छु अनि अब फ्युचरमा किनभने अहिले त म केही नै गर्दिनँ सो सो गाइज यति नै थियो मेरो अनबक्सिङ अनि अब यसमा कस्तो के साल्ने के साल्ने भनेर म हेर्छु आज रातभरि म सुत्दिनँ पनि होला गाइज किन भनौँ न सो गाइज यति नै हो होइन अनि overwhelming भयो हल्का so guys I'm so thankful to my both brother and sister I love you guys so guys मैले चाहिँ नर्मली चाहिँ के एक्साइटिङ भयो भने कि राम्रो भयो भने म केक खान्छु क्या अनि आज चाहिँ मैले अब म स्कुटरमा आएको भए चाहिँ म केक किन आउँथेँ होला तर म स्कुटरमा आएन नि त इन्ड्राइभ गरेर आएँ नि त अनि बाटोमा त्यस्तो कहाँ किन्नु किनभने मलाई फेभरेट प्लेसबाट मात्रै खान मन लाग्छ क्या केक भन्ने कुरा चाहिँ अनि त्यही भएर म अब इन केस भोलि म गएर खाएँ भने हजुरलाई यही भिडियोमा देखा यस्तो नाटक गरेको यस्तो चाहिँ नभनिदिनु होला किनभने दिस इज वाज माई ट्रु फिलिङ अनि जुन चाहिँ मैले क्यामेरा अगाडि देखाएँ अनि आइम सुपर एक्साइटेड हजुरलाई यो अबदेखिको नेक्स्ट भ्लगहरू इन्स्टाग्रामको कन्टेन्टहरू सबै आइफोन 17 प्रो म्याक्सबाट आउनेछ अनि आई होप कि म मेन्टल हेल्थलाई धेरै प्रायोरिटी नदिकन म धेरै नै कन्टेन्ट बनाउँछु भन्ने आशा राख्दै म बिदाई हुन चाहन्छु थ्याङ्क यू सो मच फर वाचिङ टिल द एन्ड लभ यु अल सी इन माई नेक्स्ट भिडियो